अब प्रिय मोबाइल, यही मोबाइलको कारणले गर्दाखेरि पनि जेनजी आन्दोलन सफल भएको छ। त्यसमा पनि अहिले सबैजनाको चाहिँ प्रिय साथी नै तिमी नै बनेको छ मोबाइल। धेरैको आम्दानीको स्रोत बनेको छौ ट्याब। त्यसमा मेरो लागि पनि धेरै नै महत्त्वपूर्ण भूमिका खेलेको कारणले गर्दाखेरि चाहिँ आज विश्वकर्मा पूजाको दिन चाहिँ आफूले प्रयोग गर्ने चाहिँ विभिन्न सामग्रीहरूको पूजा गर्नुपर्ने दिन भएको हुनाले यो मोबाइललाई चाहिँ म पूजा गर्न चाहन्छु। यसमा चाहिँ यही मोबाइलको चाहिँ राम्रोसँग सामाजिक सञ्जालहरू चाहिँ चलाउने कुरामा प्रतिबन्ध लगाउनाले देशमा ठुलो परिवर्तन पनि सम्भव भएको छ। त्यसैले यिनै मोबाइलहरूलाई र यो भिडियो खिच्ने विशेष गरी ट्याब र लाई पनि विशेष पूजा गर्न चाहन्छु म। र कति महत्त्वपूर्ण चिज रहेछ यो मोबाइल। हिजो आज चाहिँ कस्तो छ भन्दाखेरि कुनै ठाउँमा जाँदाखेरि होइन, पाहुना जाँदाखेरि नि पाहुनाहरूले चाहिँ के गर्छ अरे भन्दाखेरि अब मान्छेहरूसँग गफ गर्नुको सट्टा चाहिँ त्यसमा चाहिँ के हुँदो रहेछ भन्नुहुन्छ भन्दाखेरि वाइफाई पासवर्ड प्लिज भन्नुहुँदो रहेछ। अनि कुनै घरमा पाहुना गयो, पाहुना गएपछि उहाँ पाहुनालाई वाइफाईको पासवर्ड दिएपछि अरू नदिँदा पनि हुन्छ, किनकि सामाजिक सञ्जाल फेसबुक टिकटकमा मस्त गफ गर्ने समय नदिँदा नि हुन्छ, आफू हेर्दा नि हुने अवस्था आएको छ। त्यही कारणले यो आजको विशेष दिनमा चाहिँ विश्वकर्मा चाहिँ यो मोबाइलहरूलाई चाहिँ राम्रोसँग चाहिँ पूजा गर्न चाहन्छु। यी मोबाइलहरू एकदम अजर अमर रहन्, यिनीहरूले बढी चाहिँ आम्दानी गर्नको लागि चाहिँ सहयोग गरोस् भन्ने कामना राख्दै विश्वकर्मा पूजाको यहाँहरू सम्पूर्णमा विशेष शुभकामना। सबैले एल्ट्रा कमेन्ट गर्नु। यहाँनिर चाहिँ अब यसो प्रसादहरू म यहाँ मोबाइलहरूमा चाहिँ चढाउन चाहन्छु र विशेष गरेर अब यहाँनिर चाहिँ प्रसाद माता की जय। अनि त्यसपछि यो मोबाइलहरू जसले आविष्कार गर्नुभयो उहाँलाई नि विशेष धन्यवाद। मोबाइलको आविष्कारले चाहिँ विभिन्न देशहरूमा, देशदेखि विदेशसम्म फेस टु फेस कुरा गरेर चाहिँ बोल्न सम्भव भएको छ। जीवनकै सबैभन्दा अहिलेको महत्त्वपूर्ण साथी, महत्त्वपूर्ण उपकरण भएको हुनाले चाहिँ विश्वकर्मा पूजाको दिन चाहिँ सम्पूर्ण मोबाइलहरू, आधुनिक सामग्रीहरू, स्मार्टफोनहरू विशेष गरेर चाहिँ सम्पूर्णलाई म सम्झन चाहन्छु। र त्यो सँगसँगै चाहिँ के छ त भन्दाखेरि अहिले जमाना कस्तो भइसकेको छ भन्दाखेरि एउटा मोबाइलमा, एउटा कम्प्युटरमा चाहिँ सम्पूर्ण कुराहरू चाहिँ हेर्न पाइन्छ र यिनीहरूले चाहिँ धेरै आम्दानीको स्रोतहरू नै जुटाइदिएको छ। यसमा अहिले नेपालमा फेसबुक पनि मोनिटाइजेसन भएको छ र फेसबुकबाट पनि यहाँहरूले यही मोबाइलहरूको प्रयोग गरेर चाहिँ राम्रो आम्दानी गर्न सक्नुहुनेछ। टिकटक लगायतका थुप्रो कुराहरूमा पनि यसले भूमिका खेलेको छ। र त्यही कारणले विश्वकर्मा पूजाको यहाँहरू सम्पूर्णलाई विशेष शुभकामना भन्दै मेरा यी मोबाइल, ट्याब्लेटहरू विश्वकर्माको चाहिँ विशेष शुभकामना भन्दै आजको भिडियोबाट म बिदा हुन चाहन्छु। बी ह्याप्पी, विश यु अल द बेस्ट। ह्याप्पी विश्वकर्मा पूजा की जय।